सम्माननीय सभामुख महोदय, पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही पाउन खोजिरहेको छ। नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्न लगायत विषयमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा म स्वयं र अन्य मान्यज्यूहरू उठेर पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौँ। यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दल ले यहाँ सरकार खोज्दै जवाफदेही तर सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रसङ्ग उल्लेख गर्न चाहन्छु। आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो। सरकारको जवाफदेही खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो। वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित? सम्माननीय सभामुख महोदय, त्यो पनि गलत थियो र अहिले पनि गलत र अमर्यादित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो। सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो, तर सँगैमा अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ। सरकारले नै मर्यादा कायम गर्नुपर्ने हो, तर सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफ्फु लगाउँदै हिँड्नु भएको छ। आज सदनमा जे भइरहेको छ, तपाईँ सत्ताको छाती चौडा बनाएर दाबी र गर्व गर्दै हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो। सभामुख महोदय, जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ अनि सदन कसरी मर्यादित हुन्छ? सभामुख महोदय, बारम्बार हामीले भन्दै आएका छौँ कि यो सदनको अभिभावक तपाईँ हो। सदनको गरिमामा 1 इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ। हजुरले जबसम्म रुलिङ गरेर मसँग 2/3 छ, म सदन मान्दिनँ भन्दै केही 100 मिटर दूरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउनुहुन्छ। हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्ले कार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न। बेलैमा सभामुख महोदय र सरकारको ध्यान जाओस् भन्न चाहन्छु। धन्यवाद। जय नेपाल।